हाम्रो एक्जाम सक्यो। फाइनली आज एक्जाम सक्यो। सो त्यत्रो 1 महिनाको प्रेसर रिलिज गर्नलाई बाहिर घुम्न जानुपर्छ भन्ने प्लान भयो, किनकि एक्जामको टाइममा त्यही रुममा बसी बसी पढ्नले रुम जान नि मन लागिरहेको थिएन। पोखरा हेम्जा नजिकै रहेको ट्री हाउस रेस्टुरेन्टमा जाने भन्ने प्लान भयो र त्यहाँ पुगिसकेपछि अब चाहिँ रमाइलो गर्नुपर्छ भनेर हामी सबै नै एकदमै एक्साइटेड रहेका थियौँ। साँच्चीकै भन्नुपर्दा त्यो ठाउँमा पुगिसकेपछि त्यत्रो दिनको एक्जाम प्रेसर सबै बिर्सेर हामी गाइजहरू त्यहाँ रहेको पिङहरू खेल्न लाग्यौँ र एकछिन भोक लाग्यो र हामीहरूले थोरै खाजा नि खायौँ। त्यो दिन त झन् हामीहरूलाई वेदरले नि स्वागत गरे चाहिँ भएर कस्तो मजाले हावा चलेर चिसो मौसम भएको थियो र केही छिनपछि त्यहाँको स्पेसल नाङ्लो खाजा सेट आयो र हामी सबै नै एकदमै खुसी भयौँ। त्यो टन्न खाजा खाएर हामीहरू फेरि एकछिन नाच्न लाग्यौँ, बिकज आज रातिको खाना नि बाँकी छ, त्यही भएर हल्का नाचेसी पेटमा खाएको खाना पच्छ कि भनेर। फेरि एकछिन मस्तले नाचेर मिठो खाना खाइयो। एक्जाम टाइममा राम्रोसँग सुत्न नपाएर होला कि खाना खाने बित्तिकै हामीहरू सबैजना चाँडै सुतिहाल्यौँ। अर्को दिन बिहानी उठेर फ्रेस भएर हामीहरू सबैले ब्रेकफास्ट गऱ्यौँ र त्यसपछि बाहिर घाम लागेर रहेछ। यसो यताउति हेरेको त ट्री हाउस एकदमै रमाइलो ठाउँ रहेछ। त्यो ठाउँमा थरी थरीका चराचुरुङ्गीको आवाज राम्रोसँग सुन्न पाइँदो रहेछ र त्यो ठाउँमा सबै सामानहरू नेचुरल प्रोडक्टबाटै बनाएको भएर होला त्यहाँ त नेचरमै गएर रमाइलो गरे जस्तो फिल हुँदो रहेछ। यसो तपाईँहरू नि पोखराको क्राउडभन्दा बाहिर गएर रमाउन चाहनुहुन्छ भनेपछि एकचोटि ट्राई गर्दा हुन्छ। रमाइलो ठाउँ रहेको छ र अब म नि रुमतिर जान्छु, बिकज मेरो बोर्ड एक्जाम अझै नि बाँकी छ। सबैलाई हाम्रो ट्री हाउसमा स्वागत छ। सधैँ यसरी नै माया गरेर सम्झेर आइदिराख्नु। बाई, टेक केयर एन्ड